माया गरेर टक्क दाइलाई चाहिँ लिची है फाइनल्ली है लिची आइसक्यो है यो फेरि अब स्पिकर प्र्याक्टिस गरेर भइरहेको आयो टिकटक आएको गीत है त But that's alright. Hush. हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई छड्के सलामसँग च्यानलमा है त दाजुभाइहरू अनि देख्न सक्नुहुन्छ म चाहिँ एकदमै बागलुङको लङ्गेस्ट ब्रिजमा छु अहिले चाहिँ हामी चाहिँ बिहान कुशल मामासँग चाहिँ आएको थियौँ म चाहिँ होइन कुशल मामा र म चाहिँ बिहानै कति 3 बजे उठेर बसेको थिएँ यार कति लगभग 4:30 5 बज्न लाग्थ्यो त्यति बेला बल्ल आउनु रहेछ अनि त्यसपछि चाहिँ कुशल मामाको एक्जाम दिन रहेछ मेरो पनि सानो काम छ एकछिन अनि मेरो कामसाम सकाएर अनि त्यसपछि फेरि आजको यात्रा चाहिँ हाम्रो टाढा गाउँ रहेछ है गाइजहरू आजको बसै हाम्रो जहाँसम्म पोखरा हुन्छ कि नभए चाहिँ हाम्रो केटिएम है त अब केही आउँदैछ है सरप्राइज हुँदैछ है गाइजहरू सरप्राइज हान्दैछु म चाहिँ अनि टक्क यता चाहिँ हाम्रो यो पुल के अरे माछा पोखरी भयो अनि यता चाहिँ टक्क बवाल खालको भ्यू छ दायाँ पारामा यत्रो बेर चाहिँ यो हरियो ग्रिनरी हेर्दै टक्क यहाँको यो हरियो पिपलको बुट्टा बसेर मस्त हावा खाइयो कति लगभग हामी यहाँ 7-9 बज्दै आएको थियौँ भनेपछि चाहिँ लगभग अहिले कति 9:30 भनेपछि 2.5 घन्टा चाहिँ मैले यहीँ 2.5 घन्टा त नि 2 घन्टा चाहिँ मैले यस्तो बवाल तरिकाले स्पेन हाने कि माको यस्तो दिमाग खराब भइरहेको थियो अनि त्यसपछि चाहिँ मैले फेरि भिडियो चाहिँ अहिले बनाएन किनभने चाहिँ होइन यस्तो झ्याउलाइरहेको थियो बिहान बिहान निद्रा लाग्थ्यो क्या रन्दा नि निद्रै पुगेको थिएन राति कति 10:30 बजेदेखि आएको सुत्ने बेला चाहिँ बिहान 3 बजे उठेर यारमा 3 बजे फोन आउँछ यार कस्तो यार जाने रहेछ लास्ट 4:30 बजे मलाई फेरि मामाले 4:09 बज्दै चाहिँ म आउँछु अनि त्यहाँ गइहाल्नुपर्छ 6 बजीसम्म वहाँ पुग्नुपर्छ अनि बिहानै उठेर सब हानेर रेडी भएर बसेँ यार अन्त यार 4:30 5 बज्न लागिरहने आउँछु अनि त्यसपछि टक्कसँगले हट्याएर मामाको साथीहरूसँग भेटेर टक्कसँगले आइयो अनि त्यसपछि अहिले म पुलमा डुल्दैछु अनि हाम्रो मामाको पनि जहाँसम्म मेरो यति छोटे क्लिपहरू आउँछ होला यसो सपोर्ट गर्नु होला मामाकोतिरबाट आएर सपोर्ट गर्नेलाई मुरीमुरी धन्दै रात अनि हाम्रो मामाको च्यानल नै हेरिदिनु होला कुशल छेत्री छ है सबैजनाले यसमा आएर हेरिदिनु होला चारैतिर है त गलगोठ खानुपर्ने हुन्छ त्यति बेला म जाँदैछु होइन फेरि जाँदैछु यहाँबाट गएर अब एकैछिन काम हो मेरो 5-10 मिनट होला मेरो काम अनि त्यसपछि फेरि वाइल्ड कुलेर बस्नु दिनभरि त्यही भएर चाहिँ अब स्टार्टिङ गरेको अनि दिनभरि म कहाँ डुल्छु सब देखाउँछु अनि त्यसपछि बेलुका फेरि हुने बेला देख्नुपर्छ है त्यहाँबाट पनि त्यही हो अहिले चाहिँ म पुलमा हो के अरे 10 बज्न ला अब चाहिँ यसो त्यहाँ अफिसमा काम छ 10 बजी चाहिँ त्यहाँ काम हुन्छ मेरो अनि त्यसपछि कामसाम सकेर त्यसपछि फेरि चट्टसँगले दायाँ पारामा कालिकातिर गइन्छ होला है त त्यही हो आजको यात्रा चाहिँ एकदम सफल रहोस् भन्यो त्यही भएर चाहिँ कालिकातिर गइन्छ आज यातायात बन्द छ कि तनाव छ त अनि त्यही भएर चाहिँ अहिले चट्टङ्गले भेट्नुपर्छ है त ल है चट्ट पारामा राखिदिनु नि त मामा अनि हाम्रो राइडरहरू अगाडि गइसक्नु भएको छ 2जना चाहिँ पछाडि आउने भिडमा हजुर बजारमा पिल पड्काउँदै चल कस्तो अरे के अरे कहाँ गएर एक्सिडेन्ट गर्नु थाहै हुन्न अहिले बाटो ठाउँहरू हो भित्रको बाटो च्याप्प घुमाउँदै फेरि हाम्रो यात्रा बन्दको चाहिँ क्यान्सल भएर अब हामी चाहिँ है अब कता कता थाहै होइन फिल्म हेर्न जाने हाम्रो त खासै मुभी त हेर्दिनँ म आज पहिलो अनुभव गर्दैछु गर्नु पऱ्यो नि त अनुभव अब फिल्म दियो केही राखेको कस्तो हुन्छ हेरौँ न जहाँसम्म मलाई लागिरहेको महाभोज होला हो
हो महाबजारम न हो केटालाई महाबजारम महाभोज है ठ्याक्कै मरेर अनुमान त ठ्याक्कै लाग्यो। आज सुन र। फाइनल्ली आयो हामी गण्डकीको गोल्डन ब्रिजमा। अनि चट्ट मेरो हात चाहिँ स्पिकर टिकटक बनाउनलाई कहाँ गाह्रो भयो टिकटकर हुन नि कहाँ सजिलो छ नि अनि गाह्रो छ त यार टिकटक स्टारहरू पनि हाम्रो गलकोटको मान्छे चाहिँ। अनि टक्क ल है हो पारिसम्म पुल यसो केटारीहरू खेल्ने रहेछ। अब आफूले पुरो क्या मजाले बसेर लिची हान्दै रहेछ नि भाइ लिचीमा आइदिनु पर्ला यस्तो लिची चाहिँ कहाँ लिचीको बोर्ड चाहिँ यहाँ खाइ छैन। ओ भाइहरू के हानिरह हो खै त मलाई नदिने हो लिची फाल्ने होइन यहाँ ल्याएर दिनु पऱ्यो नि दाइलाई ल है ल भाइहरूले चाहिँ हिँड्दो रहेछ माया गरेर टक्क दाइलाई चाहिँ लिची है फाइनल्ली है लिचीमा आइसक्यो है यो फेरि अब स्पिकर र प्र्याक्टिकर होइन भइ राखेको फाइनल्ली लिची पाइसक्यो घर कहाँ हो तिमीहरूको ल यहीँतिरको केटारीहरू भएछन् केटारीहरूले चाहिँ बारमा दाइले यसो माया गरेर ट्याक्क उठ्ने कि अनि चट्ट त्यही हो उता फेरि अर्को भ्लग चल्दैछ मेरो किस्मत खत्री ल है भाइहरू अब बाग्लुङ गाडा पनि माया होला होला जस्तो छ है लिचीको बोट कहाँ माथि अनिल सुनारको भ्लग हेर्छौ अनिल सुनारको भ्लग हेर्छौ त्यस्तै चोरिदिनु जामिन गइदिने ए चोरेरै ल्याएको आम्बो चोरेको माला खानु भाइ यो त बाग्लुङ आएर फाइनल्ली यार हराउनु है त ल उता पुरा जोसमा आइसक्नु भएको छ त्यही भएर चाहिँ अहिले है अब यहाँ टक्क लोकेसन हेर्दै टक्क दामी यहाँ उस हुँदैछ भिडियो सुट हुन्छ यता चाहिँ अनि टक्क मेरो चाहिँ बोटे चाहिँ यहीँ आउँदै हुनुहुन्छ मलाई भेट्नलाई अघि चाहिँ म त्यहाँ गएर भेटेन दाइलाई किनभने चाहिँ मैले काम सकेँ अनि त्यसपछि चाहिँ म निस्किहालेँ कि त्यही भएर चाहिँ म दाइले भेट्न पाएन र दाइ चाहिँ मलाई भेट्नलाई यहीँ आउनुहुन्छ अरे अनि त्यही हो जस दाइसँग भेट्छु अनि चट्ट रमाइलो हुन्छ कि दाइसँग भेटेपछि छुट्टै के आनन्द पिस हुन्छ दामी पारामा आफू त यस्तै झोला बोकेर हिँडिरह आफूले फेरि लाज लाउँछ अरूको भिडियोमा आउन आफ्नो त फेरि बनाएर हान्दिने हो त हामी कसले सक्छ यो मान्छेलाई यो मान्छे जमानादेखि कमेडी अझै कमेडी खान क्या यार किन होला भन्छु क्या अनि अब मार ल अब चाहिँ यहाँ त्यो बबाल उही तर खतरा देखेको रहेछ अरे दामी हुन्छ यस्तो है अब ल टुसलमा फेरि पुरा टक्क फायर हुनुभयो है केटाहरूले अलि अटेर गरे जस्तो गरे त्यही भएर फायर हुनु मतलब भएन अहिले नि त्यही मुभी हेरिन्छ होला अहिले नि त्यही भइरहेको त्यही हो अब चाहिँ टक्क दाइ अस्ति फेरि भेट्नुपर्छ है टाइम भएर दाइ आउँदैन कहाँ लाज लाउँछ मलाई त सरी म के अरे बिहाइन्ड द सिन हान्छु के किन त्यसै रिसाउने क्या भान्जालाई लाज लाउँछ अनि थाहै छैन भान्जा त एक नम्बरको लगाइलो यस्तो यहाँ यस्तो यस्तरी लुकेर यस्तरी चिटिक्क बनाइने मलाई त लाज लाउँछ क्या मामा चल्पल हाने कि कहाँ भिडियो बनाउँछ अरे त्यो यस्तो कालो मान्छे अनि उहाँ त्यस्तो गोरै खान्छ सबै अनि तिनीहरूको बिच्चा गरेर भिडियो बनाउँछ लगे ट्याक्क 4 जना ग्रुप कस्तो सुहाए अनि ए ल बस्ने मात्र भयो म आएँ सो त्यही अहिले एकछिनमा भेटौँ फाइनल्ली लदै एउटा भिडियो त भयो अब कहाँ फेरि बनाएको मलाई हट्नुहुन्छ यार अब बाछालाई लाज लाएर यो भुतुक्कै भइसक्यो आज कहाँ घर त एक्लै बनाए जस्तो हुन्छ त नि यहाँ यत्रो ग्रुप छ नि के नाच भन्नुहुन्छ कि नाच्ने आउनु अनि आपत छ त अनि गाह्रो भयो यार सो त्यही भएर चाहिँ अब खै बनाउने भन्नुहुन्छ तर मलाई लाज लागिरहेको म त बनाउनु होला कस्तो लाग्दैन तर यो फेरि यसमा फेरि खतरा दामी आउँदो रहेछ कि उसमा त्यही भएर चाहिँ अब मामाहरूले बनाउनुहुन्छ अब म त बनाइनँ मेरो केही उपाय लागेन त्यही भएर अब चाहिँ चट्टसँगले अहिले दाइ आएपछि भेट्ने भने दाइ आउँदै आउनु कहाँ जानु नि दाइ कोही अहिले मार फर्काइन्छ दाइलाई फेरि चट्ट पारामा दाइ आएपछि चाहिँ भेट्नुपर्छ बवाल हुन्छ दाइ आएपछि त्यही हो होइन
यस्तो बवाल ठाउँमा आयो बवाल भन्दा नि त्यस ठाउँ भन्दा नि यो क्या यो हेर यो बुटोहरू चाहिँ कस्तो दामी देख्यो कस्तो दामी फल्यो दामी कलरै आइरहेको त्यही हो उता चाहिँ ब्लपर्स हानिदिन्छु भनेको टिकटक बनाउँदै यहाँ बनाउँदै हुनुहुन्थ्यो यहाँबाट उहाँ पुग्नु हो अब उहाँबाट उहाँ पलतिर पुग्छ त्यहाँबाट सिधै बाटो आइदिन्छ अनि त्यहाँबाट फेरि सिधै फिल्म हल दाम पारामा त्यही हो अहिले त ल फाइनल्ली मेरो दाइ पनि आइसक्नु भएको छ अब म चाहिँ यस्तो दाइसँग भेट्न गएको अवस्था हो एकछिनमा आउँछु ल दाइसँग भेटेर आउँछु के बनाउनु न त्यो दाइ चाहिँ उहाँ हुनुहुन्छ होइन मेरो हाय हाय दाइले तर मलाई देख्नु भएन मलाई चित्त दुखो बोटे दाइ सुनेन कि बोटे दाइले अब बोटे दाइलाई मैले एक चम्पाटा हानेर भेट्छु कि त्यही हो दाम पारामा अहिले बढ्दाखेरि पुला गयो भने पुला मलाई जानै मन छैन जाने त्यही हो दाइ फेरि उहाँ पुगिसक्नु भयो जस दाइसँग चट्ट भेटेर अहिले फेरि निस्किन्छ छोरो दाइले म फोन आउँदैन हुन्छ थाहा तर म फोनै उठाउनु दाइले म सरप्राइज हानिदिन्छु पछाडि गएर भुत्त पारिदिन्छु अहिले म गोल्डन ब्रिज जाँड तलतिर गोल्डन खोला हालिदिन्छ गण्डकीको अनि थाहा हुन्छ दाइलाई दायाँ बायाँ त मेरो आँखै छैन आँखा सिधै इन फ्रन्ट छ भन्नुहुन्छ दाइले चट्ट पारामा के छ त मेरो दाइ वेलकम टु माई ब्लग 2-4 शब्द राख्दैन नि त एकदम म नि एकदमै खुसी छु अघि नै गएर तर मैले भेटेन दाइले हो ल सो त्यही हो फाइनल्ली दाइलाई भेट्यो अब एकछिन दाइसँग फेरि भाइको छुट्टै कुरा हुन्छ अनि त्यसपछि चट्ट पारामा फेरि भेट्नुपर्छ फाइनल्ली गलगोटे ग्याङहरू आइसक्यो आमा केटाहरू त टन्नै भइसक्यो त्यहाँ त आम्बो अब चाहिँ भित्रै हो यस्तो गर्नुपर्ने अब चाहिँ यहाँ पार्किङ हुँदैछ अब टक्क यहाँभित्र जानुपर्ने अन्त त्यसै भित्र गएर टक्क भेट्नुपर्ने हुन्छ अहिले टाइमबाट सिलिप्प पार्दै कि चट्ट पारेमा सानो लाभ लाउँछ कि लाभ लाउँछ त्यही अब चाहिँ भित्र गएर भेट्नुपर्छ अहिले बायाँ पारामा बिपिन कार्कीको र उसको यो बिपिन कार्कीको चाहिँ बाउवालै हुन्छ के अरे अब भित्र हेर पनि कस्तो हुन्छ है त फाइनल्ली है चिक्रियो ड्याम मगर ठुलो हलबुक गऱ्यो मान्दा हल थर्काउने त्यहाँ अहिले यहाँ फिल्मले थर्काउने होला नि त हाम्रो फेरि डन है गलकोटको नम्बर 1 ब्लगर चट्ट पारामा यता फेरि एक्लै बस्ने अरे अनि यता 3 जना बस्ने भएछन् हामी पहाडी 2 जना बस्ने लास्टमा अब गाइजहरू सुनको कहाँ बस्ने थाहै छैन चट्ट पारामा अब यहाँ फेरि यो पुरा भोरिभरि खतरा फिल्म चल्यो जस्तै फर्स्ट एक्सपिरियन्स गर्दैछौँ रङ्ग होला यस्तो अब के कस्तो हुन्छ थाहै छैन मुभी हेरिँदै नेपाली अब आज फर्स्ट टाइम हेर्दैछु कस्तो हुन्छ एक्सपिरियन्स चट्ट निद्रा लाग्छ मामाले एक्लै हेर्नुहुन्छ त्यस्तै हो लाइटिङ अलिक भएन के गयो स्विच अफ दाम बाह्रमा सुतेर निस्किरहेको थियो फिल्म त बिचसम्म ठिकै थियो त्यस पछाडिको निद्रा लाग्नु मजाले सुत्यो फाइनल्ली बिहान नपुगेको निद्रा पुगिसक्यो हाम्रो गलगोटेहरूले लास्ट चल्पल हान्दै यहाँभित्र हल्ला पनि पाइन्न कि बाहिर हो क्या चलपल दिएको अरे त्यसै पाइयो कि हुपी र हुपी भयो जानी पाइयो कि त्यस्तो आइछ अनि निद्रा ला अब चाहिँ स्विच अफ भयो भने यार कस्तो मजाले सुत्यो त्यही हो एकछिनमा पुग्दा हुन्छ फेरि भेटौँ